यिनीहरूलाई हेर यिनीहरूलाई नेपालमा आन्दोलन गर्न यिनीहरूलाई एकदम जरुरी छ। यिनीहरूले नेपालमा आन्दोलन गर्ने, नेपालमा भएको सबै भत्काउने, अरूको विरोध गर्ने, त्यसमा मात्रै अगाडि छन् यिनी मुलाहरू, चोरहरू। विदेशमा लडाइँ परिरहेको छ, विदेशमा आफ्नो नेपालीहरू छन्, बरु तिनीहरूलाई उद्धार गर भनेर आवाज उठाउन सडकमा गएर। तिम्रो झोलेहरू तिम्रो अरूको पार्टीको लागि आन्दोलन गर्ने नेपालमा आन्दोलन गर्छौ भनेपछि आफ्नो नेपालीहरूलाई बचा भनेर तिमीले त्यो कुरामा आन्दोलन गर न, दम छ भने। यदि नेपाली हो भने, झोले हो भने तिम्रो त्यही गोली खाऊ, तिम्रो त्यही डन्डा खाऊ, बुट खाऊ, फुटाले नै हुन्छ तिम्रो टाउको। यहाँ विदेशमा जति बेला पनि बम फालेको फाली छ, कति बेला के हुन्छ भन्ने कुरो कसैलाई केही थाहा छैन। तर तिमीलाई नेपालमा रमाइलो भइरहेछ। कसैले 1-2 हजार दियो, त्यसको पछाडि लाग्ने, आन्दोलन गर्ने, नेपालमा भएका भरि सबै भत्काउने, हिँड्ने। तिम्रो जस्तो चोरले गर्दा हो बिग्रेको। उठाउनु छ, आवाज उठाउनु छ भनेपछि नेपालीलाई बचाऊ, विदेशबाट उद्धार गरेर ल्याऊ, सबैलाई नेपाल फर्काऊ भनेर आवाज उठाउन दम छ भनेपछि।